हेलो गाइस, सेवा सबैजनालाई। आज चाहिँ हाम्रो घरमाथिको मकै गोड्नलाई म र मेरो दिदी चाहिँ बिहानदेखि लाग्यौँ। अनि त्यसमा चाहिँ हाम्रो मकै चाहिँ ठुल्ठुलै भएको थियो कि गोड्ने टाइम नि भएको थिएन। अनि त्यही भएर हामीले चाहिँ छोडिदिरहेको थियौँ। अनि आज चाहिँ गोड्ने भनेर हामी दुईजना चाहिँ गोडिरहेको थियौँ। त्यसमा चाहिँ हामीले फेसमा सलहरू बाँधेर अनि ढाडमा मेरो दिदीले चाहिँ सल बाँध्नु भएछ गाइस। अनि क्याप्टो पनि लाउनु भएछ। मैले चाहिँ त्यस्तो गरिनँ गाइस। अनि सरासरी हामी चाहिँ खन्दै थियौँ। अनि त्यसमा हामीले मकै मात्र होइन प्लस त्यसमा त्यो दालहरूको झ्याङकै बोटहरू नि रोपेको छ कि। अनि त्यसलाई नि गोड्दै अनि मल चाहिँ पछि लाउने भनेर अलिक मकैको त्यो बोटहरू नि जख्खको परेको थियो। अनि त्यही भएर हामी चाहिँ दुवैजना गोडिरह्यौँ। अनि हामीले चाहिँ समथिङ कति 1 बजेसम्म गोड्यौँ होला। काम चाहिँ आज त्यही भयो गाइस। अनि हामी दुवैजनाले गोडेर चाहिँ टन्नै गोडेको थियौँ, तर भिडियोमा चाहिँ हल्का थोरै देखिएछ कि गाइस। अनि दिदीले चाहिँ राम्ररी परिश्रम गर्दै हुनुहुन्थ्यो। अनि हामीले गोडिसकेको मकै चाहिँ यस्तो भएको थियो। सानो सानै नै छ, अब ठुलो हुन्छ। थ्याङ्क यू।